हेलो गाइजहरु आज चाहिँ टक्क हैन पानी परेको मौसम छ कि पानी परेको मौसम चाहिँ हेर्नु त देख्न सक्नुहुन्छ यो ढेडु टक्क हेर्ने कति लामो लामो पुच्छर हुन्छ यिनीहरुको यसरी बगालै रहेछ के हेर्नु त टक्क यहाँ चाहिँ यसरी बसिरहेको ढेडु चाहिँ कति रहरै लाग्दो गरेर बसेको गाइजहरु हेर्नुस् त के गर्दैछ यता पुरै हेर्न सक्नुहुन्छ हजुरकोतिर के भन्छ है यसलाई टक्क कमेन्ट गर्नु होला गाइजहरु टक्क हेर्नु त पानी परेको त बेचारा जाडो भएर होला यिनीहरु चाहिँ जंगलबाट पनि निस्किएर यसरी हेर्ने गाडी माथि बसेको के फालिएको गाडी माथि कस्तो रमाइलो हेर्नु त बच्चाहरु उफ्रिँदै छ कहाँ आउँदैछ आज यता कसरी हेर्दै हेर्नु त गाइजहरु कसरी हेर्छ यसले त बगालै छ कि यसको हेर्नु त ग्याङ चाहिँ यस्तो पाट खाँदो रहेछ यसको के पाट टिपेर खाँदैछ हेर्नु गाइज कस्तो यो भागे गाइजहरु टक्क देख्न सक्नुहुन्छ बगाल छ त गाइजहरु टक्क लाएर कस्तो रमाइलो तरिकाले बसे हैन कस्तो एकजुट भयो कोही चाहिँ तल एक ग्राउन्डमा पनि रहेछ यिनीहरु चाहिँ पात खाँदो रहेछ यस्तो फलहरु फलफुल हेर्नु त कस्तो रमाइलो माथि सम्म छ नि त गाइजहरु आज चाहिँ यिनीहरुलाई चाहिँ यसरी यस्तो यो खान मन पराउनु रहेछ यो पातहरु यसको फुलहरु यसरी बसे गाइजहरु यस्तो रमाइलो तरिकाले बसे है हेर्नु है देख्न सक्नुहुन्छ साह्रै रमाइलो लाग्यो मलाई चाहिँ हेर्नु यिनीहरु खेलेको देख्दा खै यस्तो रमाइलो लाग्यो अनि गाइजहरु कस्तो रहेछ है गाइजहरु अरु चाहिँ माथि यस्तै पुरै छ है गाइज पुरै लरे है यस्तो आवाज निकाल्दो रहेछ यिनीहरुले चाहिँ गाइजहरु भाग्न लाग्दैछ गाइजहरु कस्तो रमाइलो है गाइजहरु पानी परेर चिसो भएर बिचरा यसरी बस्दैछ